एकदमै भारी बहुमतका साथ झापा क्षेत्र नम्बर 5 बाट बालेन्द्र शाहले भारी मतले केपी शर्मा ओलीलाई हराएका छन् भने त्यहाँका जनताले एकदमै खुसियाली मनाए। दर्शकबिन साँच्चीकै भन्नुपर्दा आपका बार बालेन सरकार भन्दै त्यहाँका जनताले लगाएको नारा देख्दाखेरि साँच्चीकै अहिले देशमा अब के हुन्छ कि भन्ने आश पलाएको छ र अहिले सब युवाहरूले भनिरहेका छन् अब नयाँ नेपालको युग सुरु भयो भन्दै एकदमै केपी शर्मा ओलीको घमण्डलाई नै त्यहाँबाट चाहिँ पुरै पत्तासा बनाएको छ। किनकि काठमाडौँ महानगरपालिकामा मेयर भएर 2 वर्ष काम गरेर चाहिँ बालेन शाहले जनताको विश्वास जित्न सफल भएका थिए। जनताको विश्वास मात्रै जितेनन् दर्शकबिन, झापा जिल्लामा पुगेर पनि भारी मतले केपी शर्मा ओलीलाई पुर्लुक्कै पारेका छन्। ल भिडियो हेर्नुहोस्, यो दृश्य जस्ताको तस्तै। बालेन शाह पनि केही समयपछि उपस्थिति हुने जानकारी भइसकेपछि, यहाँका स्थानीयवासीहरूको उपस्थिति देखिसकेपछि एकदमै धेरै यहाँ चाहिँ माहौल खुसियाली लाइभलाई सेयर गर्दै जानु होला है। हामी झापाको प्रत्यक्ष देखाइरहेका छौँ र बालेन शाह पनि केही समयपछि उपस्थिति हुने कुरा छ र लाइभलाई सेयर गर्दै जानु होला, सक्दो सेयर गर्दै जानु होला। र यो आम नेपाली जनताको जित हो। यदि तपाईँले पनि बालेन शाहले जितेको राम्रो लाग्छ भने यो लाइभलाई सक्दो सेयर गर्दै जानु होला। एकदमै भारी बहुमतका साथ विजय हासिल गरिसकेपछि अहिले यहाँको स्थानीयवासीमा देखिएको खुसियाली, बालेन शाह पनि केही समयपछि उपस्थिति हुने जानकारी भइसकेपछि, यहाँका स्थानीयवासीहरूको उपस्थिति देखिसकेपछि एकदमै धेरै यहाँ चाहिँ माहौल खुसियाली लाइभलाई सेयर गर्दै जानु होला है। हामी झापाको प्रत्यक्ष देखाइरहेका छौँ र बालेन शाह पनि केही समयपछि उपस्थिति हुने कुरा छ र लाइभलाई सेयर गर्दै जानु होला, सक्दो सेयर गर्दै जानु होला। र यो आम नेपाली जनताको जित हो। यदि तपाईँले पनि बालेन शाहले जितेको राम्रो लाग्छ भने यो लाइभलाई सक्दो सेयर गर्दै जानु होला। हेलो साथीहरू, सेवारो सपुला जोजलो पाता सिधेले लासो राधे राधे भन्दै फेरि पनि म न्यू भ्लग लिएर आइसकेको छु। वेलकम छ काजी रोडकास्ट युट्युब च्यानलमा। सम्पूर्ण मेरो युट्युब फ्यामिलीलाई मनैदेखि नमनानी नमस्ते। आजको टपिक छ झापा 5 मा बालेन शाहले भारी मतले केपी शर्मा ओलीलाई पुर्लुक्कै पारेका छन् भने अब बालेन सरकारको एउटा क्रेज अघि बढिरहेको छ। त्यस्तै चितवनमा पनि रवि लामिछानेले भारी मतले जितेका छन् र अहिले काठमाडौँ 1 देखि काठमाडौँ 10 सम्म पुरै घन्टीले नै जितेको छ सबै ठाउँमा भने अचम्म नै बनाएको छ। अब त्यस कारणले गर्दाखेरि अब देश विकास होला कि नहोला भन्ने प्रश्नको बिचमा आज तपाईँहरूलाई एउटा मैले छोटो भिडियो ल्याएको छु। तपाईँहरू आम जनताको चाहना के छ यहाँ कमेन्ट गर्नुहोस् र काजी रोडकास्ट युट्युब च्यानललाई एक सब्सक्राइब गरेर जानुहोस्। यो छोटो भिडियो है त साथीहरू।